Good morning. Baby, good morning. यहाँ चाहिँ हाम्रो मन्दिर हो। हेलो नमस्ते, तपाईहरु सबैलाई स्वागत छ हाम्रो YouTube च्यानल ल्याक्सनमा। र आज चाहिँ मैले यो नयाँ च्यानल खोलेको किनभने मेरो पुरानो च्यानल चाहिँ डिलिट भइसकेको छ। तपाईहरु कति जना साथीहरुलाई थाहा पाइसकेछ है। मुख पनि लडबडिन्छ त के हो, कति दिन बाद बोलेर हो के हो। अन्त तपाईहरु कति जनालाई त थाहा पनि भइसकेछ है, मेरो च्यानल चाहिँ डिलिट भयो। त्यो खै अब के भएर हो, र मैले कति रिकभर गर्ने ट्राई गरे तर रिकभर भएन। त्यही भएर चाहिँ मैले यो नयाँ च्यानल खोलेको। र तपाईहरुले धेरै धेरै माया र सपोर्ट दिनु होला। अब पहिलाको च्यानलमा त मेरो धेरै भइसकेको थियो, सब्स्क्राइबर 1500 प्लस हुन आँटिसकेको थियो। तर अब त्यो डिलिट भयो। अब है त्यो सम्झेर दुःख मानेर बसेर त हुँदैन भनेर चाहिँ फेरि मैले यो नयाँ च्यानल खोलेको। र तपाईहरुको सपोर्टको जरुरत छ, प्लिज सपोर्ट गर्नु होला। अन्त आजको भिडियो चाहिँ मैले स्टार्ट गर्न गइरहेको छु। यो भिडियो चाहिँ आज घरकै भिडियो हो। आजको भिडियो चाहिँ म घरबाट नै स्टार्ट गर्न गइरहेको छु। घरमा यताउति अलिअलि कामहरु छ, त्यही भिडियोहरु नै बनाउँछु है। तपाईले अन्तसम्म हेरेर साथ दिनु होला। जो नयाँले भिडियो हेर्नुहुँदैछ प्लिज सब्स्क्राइब पनि गरिदिनु होला। अन्त आफ्नो प्रतिक्रिया पनि दिनु नबिर्सिनु होला। आज चाहिँ हल्का घाम त लाग्दैछ है, हल्का घाम लाग्ला जस्तो हुँदैछ, तर साह्रो घाम त लाग्दैन होला है। ढुङ्गामा पनि छ। यहाँ चाहिँ हाम्रो मन्दिर हो, बुद्ध मन्दिर। यो तल देख्दै गरेको यो बीटीटी देख्दै गरेको चाहिँ यो चाहिँ हो पोल्ट्री फार्म हो। यो चाहिँ एक नजारा, गिद्धेको एक नजारा देखाउँछु है तपाईहरुलाई। यहाँ चाहिँ सुतिराख्नु भएको छ बेन्जी हो, घुमाउनु लगेन भनेर रिसाइरहेछ। यो चाहिँ बेन्जी चाहिँ त के को, यो त मुलाको बिजन हो। यो चाहिँ नानी मुलाको बिजन हो कि? हजुर। के गर्नु अब यसलाई, के गर्नु? यो मुलाको बिजनलाई के गर्नु अरे? यो चाहिँ मुलाको बिजन हरे। तर यो त सबै कुहिसकेको रहेछ, खै कुनि के हो। यहाँ चाहिँ छ यी काँक्राको बिजन, काँक्रासँग यी पेन्सी पनि फुलिरहेको छ। पेन्जी हो यो चाहिँ है। खै एउटामा पनि छैन, तर सबै सुक्खा पो सक्यो। ए रहेछ। इ कता गयो त्यो पनि? काम गर्ने कतिजना, हेर्ने कतिजना है। बारीभरि सागहरू हेरिहाल्नुहोस्, लह परेको सागहरू केही पनि छैन। साग चाहिँ लाली साग चाहिँ रहेछ, अलिकति लाली साग मात्रै छ। टमाटर पनि मरेछ क्या हो। यो त यो चाहिँ हो इस्कुस। ए यहाँ नि खाइदिएछ बन्देलले? यहाँ त एउटा राख्दै थिएन, सबै खाइदिएछ अरे। यहाँ हाम्रो बिमारी मान्छेलाई सक लागेर बस्नु भयो। आज चाहिँ हामी शनिबार सबै मिलेर हर्दी खन्दैछु। कति चाहिँ निस्किने हो हर्दी चाहिँ? निस्कियो दामी। टुसा भएको रहेछ। यो त सबै टुसा आइसकेछ है सबै। अदुवा पनि छ कि? खनिसक्यो अदुवा चाहिँ? मैले त यो पालि अदुवा बेसी नै उतै पनि यति भएको छ अहिले। एक दुईवटा आलु पनि निस्केछ, आलु पनि थियो रहेछ।
त्यहाँ पनि कत्रो रहेछ त म त योपालि बिचनै किन मास्नु दामी रहेछ यो हर्दी रोपेर त के फाइदा र तर किन अन्त काटेर अस्ति खनेर काटेर मजाले उ गरेर गरे भए त दाजुले त कस्तो राम्रो पोहोर त आमा र मैले आएमा बनायो उस गरेको थिएँ त मिक्सीमा गरेर दाजुले त यस्तो फसलको कामहरू गऱ्यो भने त राम्रो गर्छ नि कसले दाजुले मैले अघि ल्याएको डन्ठा खै ल्याएको थिएँ त होइन डन्ठा के घर लान्छु भनेर एउटा डन्ठा ल्याएको थिएँ नि सबैलाई 200 ग्रामबाट मैले त्यही एउटा होइन यो हल्दी प्याकेट गरेँ दुईटा खोजेपछि पाइनँ आमा त्यत्रो मेहनत सुकाएर कुटेर पुरा निस्केको थियो होला नि त तपाईँको मेहनत गर्नु तपाईँ डर मान्नु भएन नि त मेहनत गर्नु त डर मान्नु भएन है डर आयो भने त कहाँ हुन्छ त हुँदैन हुँदैन मेहनत गर्नु डरायो भने चाहिँ फेरि हामी जस्तो प्याकेटको किनेर खानुपर्छ कुकुरको कुदेर पनि भाग्ने हुन्छ मेहनत गर्नु डराउने नि दामी निस्किँदैछ हल्दी भाग्ने हुन्छ सुन्नुहुँदैछ होला मेहनत गर्नु चाहिँ डराउनु हुँदैन अरे त्यो त फरुवा छ त अन्त फरुवाले खप खप खन्यो आलुहरू पनि निस्किँदैछ पुरा आहा लानुपर्छ होला हातमा आलु फलेको थिएन यहाँ मेरो खुट्टाहरू पनि लगिदिन्छ होला मम हेर खनाइ त के छ ठुलो थियो रहेछ खनाइ चाहिँ यो रोप्यो आलु खनाइ त यो हो नि त यस्तो जोसिलो खुट्टाहरू मान्छेहरूको खुट्टाहरू पनि आयो भने पनि अन्त हो देखिहाल्नु भयो होला काम गरेपछि चाहिँ सब भागेर दायाँ बायाँ लाग्नुपर्ने हो नि त जयसीले जान्दैन ओ दिन त उयो बोराको ल्याऊ आमा अन्धकार भयो है पानी पर्नु आँट्यो अघि मजाले घाम लागिरहेको थियो तर कस्तो कस्तो रोप्नुहुन्छ भन्नुहोस् त्यसलाई उस पो निकाल्नु पो यसलाई निकाल्नुपर्छ नि नयाँ जरा आउनु परेन यसको जग्गाबाट त्यो कति त आइरहेको छ टुप्पो है यो चाहिँ खाँदा भयो नआएको चाहिँ होइन ठुल्ठुलो किन लाउनु यो काटेर सुकाउनु यो त डल्लै त कहाँ हुन्छ त अन्त दामी छ त यो डल्लै उयो ल्याउनु परेन आमा एउटा भाँडा ल्याउ किन यतिको रोप्नु सक्छ अलिकति उयो गरेर पनि के गर्नु रोपेकै राम्रो योपालि त्यति त हो पारो छैन त्यति त हो के यो हल्दी हर्दी भनेको दिस वान त मजाले आइसक्यो त्यो त नि कस्तो दामी ठुल्ठुलो जरा छ यस्तै ए योहरू त सबै चुट्टाएर चाहिँ रोप्नु हुने रहेछ नि त अरू आउँदैछ नि त नयाँ दामी आइरहेछ चुटीमा पनि त रहेछ चुटिँदैन त्यो उयो हुन्छ हेरतेरिका यसलाई यता राखेर तपाईँ बत्ती आउँछ होला कि यति होइन अदुवा आज चाहिँ अदुवा पनि रोप्ने अरे अदुवा पनि आउँदैछ टुसार यो चाहिँ अस्ति खनेर निकालेको थियो उताबाट र यहाँ चाहिँ यो चाहिँ रोप्ने अरे त्यतिको त कति हुन्छ अन्त पाउडर त त्यो त फरुवा छ त अन्त फरुवाले खप यहाँ चाहिँ अदुवा रोप्नुको लागि रेडी पार्नु हुँदैछ है यता चाहिँ हर्दी रोप्नुको लागि गडा बनाउनु पर्छ पहिला उम्रेको नहालेर तपाईँहरूले जस्तो सब त्यस्तै हाल्दैछ त धेरै बाग्लो हाल्नु हुँदैन अब यो त ठाडो हुँदैछ अलिक उताबाट अलि यो किन भन्नु यो ठुल्ठुलो दाना हुन्छ नि त है यति भयो नि काम तमाम काम खतम देख्नु भयो ए अदुवाको लागि फेरि यता रेडी हुँदैछ अदुवा चाहिँ सबै यत्तिकै हालिदिनुहुन्छ पुरा सोच्नु भयो त आम्बो डल्लै ल सानो रोप यत्रो रोप्छ यत्रो रोप्यो भने त पछि यो डल्लै निस्किन्छ सबै छोड्नु म त सानो पो रोप्छ होला भन्दैछु सानो पनि रोप्नुपर्छ अब धेरै
मकाउनेहरू छ भने चाहिँ म त यस्तो आँखा आएको हुन्छ नि उयो टुप्पो टुप्पो आएको छ नि त्यो पो रोप्नु हुनेछ ए र त त्यो यस्तो पुरानो निकाल्दा ठुल्ठुलो आउँछ नि त है ठुलो हुन्छ रेट पनि राम्रो भेट्छ कि नभए त यो यत्रो सानो सानो रोप्यो भने सानै त अब यत्रो ठुलो बारीमा रोपेको छ यो त अब लानु पनि अन्त हाटतिर सालभरि हाटतिर लानु पर्यो होला नि बेच्दिनु सालबारी हाटमै लानु सकिन्छ है सक्छ है हुन्छ एक पिकअप त्यति बेला दाम पनि थुप्रो भएको हुन्छ एक पिकअप निस्किन्छ होला यो हर्दी र अदुवा चाहिँ घरमा खानुको लागि चाहिँ तर पुगिहाल्छ यसले बेच्नु नपुगे पनि घरमा खानुको लागि चाहिँ अर्ग्यानिक अदुवा हर्दीको चाहिँ अलिक झमेला लाग्यो तर अदुवा त निकालेर खाँदा भइहाल्यो मिलाउनु जुलाउनु यताउता हो बिहार भाउजू भएर मेरो रुम बेड मुनिको सबै कपडा खाना निकालेछ यो त पातला त हुन्छ यस्तोमा त मुनिङको क्या पत्कर ठुलो ठुलो त्यो तितलीको पत्ताहरू यो फोटो कहाँ जान्छ थिचिदिनु भयो त अन्त होइन यो त पुरा थिच्नु भयो त अन्त यति मात्रै भएन ज्यादा नगरे पनि हुन्छ ए कुकुरले खोसिन्छ भनेर चाहिँ रहेछ म त त्यही त फेरि त्यसको टुसा आउँदा कसरी आउँछ भनेर चाहिँ हो तपाईँहरूले चिन्छ कि चिन्दैन ग्राउन्ड एप्पल भुइँस्याउ यो चाहिँ थुप्रै बिमारीहरूको दबाई हो यो डायबिटिजतिर भयो सुगरको हो डायबिटिजको अरू के को पनि थुप्रैको दबाई नै हो यो चाहिँ योपालि खनेन रहेछ क्या हो डिसेम्बरको टाइममा चाहिँ खन्ने रहेछ टाइम चाहिँ मैले खानु चाहिँ खाएको छु तर खन्ने र रोप्ने टाइम चाहिँ मलाई थाहा छैन किनभने यहाँ खन्दा चाहिँ लगेर खान्छु यस्तो हुन्छ यसको बोट चाहिँ यो चाहिँ हो